सदनमा हड्क सम्पाङले उठाएका कुराहरू मलाई एकदम जायज लागेको छ अहिले। किन भनेपछि 181 जनाले सीमा मिचिएको छ। भारतले हाम्रो भन्दाखेरि ताली पिट्ने ती अन्धभक्तहरूले हड्क सम्पाङबाट सिक्नुपर्छ देशभक्ति भनेको के हो। हड्क सम्पाङले सही जायज मागहरू उठाइरहेका छन्, किनकि यहाँ सत्य बोल्नेको पछाडि कम हुन्छन् र झुटो आश्वासन दिनेहरूको पछाडि घुइँचो लाग्छन्। त्यही भएर मैले भन्दैछु तपाईँलाई, हड्क सम्पाङ जस्तो असल नेता पाउन यो धरतीमा खोज्न बडो मुस्किल छ। त्यही भएर म तपाईँहरूलाई भनिरहेको छु, हड्क सम्पाङ जस्तो नेता पाउनको लागि तपाईँहरूले 7 जुनी तपस्या गर्नुपर्छ। ऊ आफ्नो माटो प्रेमी हो। उसले 90 दिनमा 52 किलोमिटर परबाट पानी ल्याएर जनतालाई पिलाउन सक्छ भने ऊ प्रधानमन्त्री भयो भने त, यदि ऊ प्रधानमन्त्री भयो भने साँच्चै कि देशको कायापलट चाहिँ अवश्य गर्छ भन्ने मलाई विश्वास लागेको छ। किनकि हड्क सम्पाङमा सत्यता छ, असत्यता छैन। त्यस कारणले गर्दाखेरि हड्क सम्पाङ एकदम राम्रो लाग्छ मलाई। धेरैलाई पोल्छ होला, हड्क सम्पाङ तितो बोल्छ, खुब पोस्ट गर्छ फेसबुकमा भनेर। ऊ देशको माया भएको मान्छे हो। उसले कुनै भ्रष्टाचार गरेको छ, उसले न कुनै 2 अरब लिएको छ, न उसले न 30 अरब